तारेमाम जजलोपा गाइज, आज म गोदावरीको फुलचोकी डाँडामा छु। एउटा अत्यन्तै लजालु र दुर्लभ चरा मुनालको खोजीमा छु, जसलाई इङ्ग्लिसमा सटार ट्रोगोपन भनिन्छ। यो मुनालको खोजी दशरथ दाइले 4-5 वर्ष लगाएर फुलचोकीमा यो बाटोबाट आउँछ भनेर पत्ता लगाउनु भयो र म पनि त्यही खिच्न गएँ। 5-6 वर्षसम्म हैन जियोस् फुलचोकीमा धेरै चीजहरू खिच्यो हैन। पछि अब मैले खिचिसकेपछि धेरैजनाहरू आएर खिच्न थाले हैन। जियोस् संरक्षण गर्नुपर्छ हैन। यो चरा सजिलै देखिँदैन। यसको स्वभाव निकै लजालु हुन्छ। मानिसको अलिकति पनि चहल पहल गर्ने बित्तिकै यो झाडीभित्र लुकिहाल्छ। त्यसैले म क्यामोफ्लेज लुगा लगाएर एकदमै शान्त भएर पर्खिरहेको थिएँ र 6 दिनको लगातार प्रयासपछि मैले यसलाई खिच्न सफल भएँ। यसको सौन्दर्य बयान गरी साध्य छैन। यसको प्वाख र रङ बुट्टा हेर्नुहोस्, ठ्याक्कै बिहेमा दुलैले लगाउने साडी जस्तै। गहना झै चम्किने यसको बनावट। मुनाल खिच्न पाएर एकदम खुसी त लाग्यो, तर फुलचोकीमा हाइकिङ जाने साथीहरूले फालेको फोहोर देखेर एकदमै दुःख लाग्यो। एउटा प्लास्टिक बोतल हाम्रो लागि सानो कुरा हुन सक्छ, तर प्रकृतिको लागि ठुलो गाउँ हो। आफूले प्रयोग गरेको प्लास्टिकका बोतल वा अन्य फोहोरहरू फेरि आफ्नै साथ फर्काएर लिएर आउनुहोला। यहाँ पनि फोहोर छ हेर्नुहोस्। प्लास्टिक सजिलै नकुहिने भएकोले यो जंगलमा लामो समयसम्म रहन्छ र प्रकृति तथा चराहरूलाई गम्भीर हानि पुर्याउँछ। त्यसैले जंगलमा फोहोर नगरौं, चरा तथा वन्यजन्तुको सम्मान गरौं।